हेलो साथीहरू नमस्कार। म यतिखेर काठमाडौँको पशुपतिनाथ मन्दिरदेखि पारिपट्टि बागमती पुल तरेर पारिपट्टि पशुपति विकास कोषको उद्यान क्षेत्रभित्र पर्ने यो गोरखनाथ टेम्पल मन्दिर गोरखनाथ मन्दिरको प्राङ्गणमा छु। वरिपरि हरियाली वातावरण छ। बाँदरहरू मजाले खेलिरहेका छन्, रमाइरहेका छन्। कसैलाई केही डिस्टर्ब गरेका छैनन्, आफ्नै सुरमा खेलिरहेका छन्। भक्तजनहरू आउने जाने क्रम चलिरहेको छ। रमाइलो छ, साह्रै सुन्दर छ। सिरसिर हावा चलिरहेको छ। साँच्चै यहाँ बसिराखौँ, फर्केर नजाऊँ जस्तो मनमा शान्ति मिल्छ। यति आनन्द आउँछ। बाँदरहरू हेर्नुहोस् कति मजाले खेलिरहेका छन्। उनीहरूको आफ्नै संसार छ, न टेन्सन छ न केही छ। यो मान्छेहरूलाई मात्रै हो यो टेन्सन, लोभ, लालच, मोह, माया सबै चिजको त्यही मान्छेलाई मात्रै चाहिँदो रहेछ। हेर्न त कति खुसी छ यी बाँदरहरू। हामी कहिले खुसी हुने यस्तै गरी प्रकृतिमा भिज्न सक्यो भने, प्रकृतिसँग रमाउन सक्यो भने सुख शान्ति भन्ने कुरा आफै आउँदो रहेछ। म यतिखेर गोरखनाथ मन्दिरको दर्शन गरेर सकेर अहिले सिँढीहरू झर्दै गुहेश्वरी माताको मन्दिरतिर जाँदैछु। गुहेश्वरी माताको मन्दिरमा गएर फेरि म अर्को भिडियो बनाउनेछु। अहिलेलाई पनि यो भिडियो यतिमै अन्त्य गर्न चाहन्छु। जय पशुपतिनाथ, सबैको रक्षा गरून् पशुपतिनाथले।